रातको आधा भाग बितिसकेको थियो। मथुराको विशाल राजमहल निन्द्रामा डुबेको थियो। कारागारका अग्ला पर्खालहरूमा अँध्यारो झन बाक्लिँदै थियो। पहरेदारहरू हातमा भाला बोकेर बसेका थिए, तर उनीहरूको आँखा अनायासै भारी हुँदै गएका थिए। आकाशमा कालो बादल मडारिरहेका थिए, तर ती बादलभित्र पनि कुनै दिव्य प्रतीक्षाको उज्यालो लुकेको थियो। यमुना नदी शान्त थिइन्। सामान्य दिनमा उनको जलधारा कलकल गर्थ्यो, तर आज उनी मौन थिइन्, मानव सम्पूर्ण प्रकृतिले आफ्नो सास रोकेर कुनै महान क्षणको प्रतीक्षा गरिरहे जस्तो लाग्थ्यो। देवकी कारागारको चिसो भुइँमा बसिरहेकी थिइन्। उनको अनुहारमा पीडा थियो, तर त्यो पीडाभन्दा धेरै ठुलो थियो उनको विश्वास। वासुदेव उनको नजिकै बसेका थिए। उनले बिस्तारै भने, देवकी, आज रात केही असाधारण हुनेछ भन्ने मेरो मनले भनिरहेको छ। देवकीले आँखा बन्द गरिन्। म पनि त्यही अनुभव गरिरहेको छु। यो भय हैन, यो त कुनै दिव्यको उपस्थित स्पर्श हो। त्यो क्षण कारागारको कोठाभित्र एउटा अद्भुत प्रकाश फैलिन थाल्यो। त्यो प्रकाश न कुनै दियोको थियो, न चन्द्रमाको। त्यो प्रकाश आफै प्रकाशको स्रोत थियो। देवकी र वासुदेवले आँखा खोल्दा उनीहरू चकित भए। कारागारको अँध्यारो उज्यालोमा परिणत भइसकेको थियो। हावामा चन्दन र कमलको सुगन्ध फैलिएको थियो। आकाशबाट अदृश्य रूपमा देवताहरूले पुष्पवृष्टि गर्न थालेर ठिक मध्यरातको पवित्र क्षणमा भगवान श्रीकृष्ण पृथ्वीमा अवतार लिनुभयो। भाद्र अष्टमीको तिथि मध्यरात, जुन समय रोहिणी नक्षत्रको समय परेको थियो। रोहिणी नक्षत्रको विशेषता, रोहिणी 27 नक्षत्रमध्ये चौथो नक्षत्र हो। यसको अधिष्ठाता देवता प्रजापति ब्रह्मा हुन्। यसको स्वामी ग्रह चन्द्रमा हो। रोहिणीलाई सौन्दर्य, समृद्धि, प्रेम, सृजना, उर्वरता र मङ्गलको प्रतीक मानिन्छ। वैदिक ज्योतिषमा चन्द्रमाको सबैभन्दा प्रिय नक्षत्र रोहिणी मानिन्छ। यही कारणले भगवान श्रीकृष्णको अवतारको लागि यो नक्षत्र अत्यन्त शुभ मानिएको थियो। त्यो कुनै सामान्य शिशुको जन्म थिएन। देवकीको अगाडि एउटा दिव्य बालक प्रकट हुनुभयो। उनका 4 हात थिए, एक हातमा शङ्ख, अर्कोमा चक्र, अर्कोमा गदा र अर्कोमा कमल। उनको वक्षस्थलमा श्रीवस्तवको चिन्ह झल्किरहेको थियो। घाँटीमा कौस्तुभ मणि चम्किरहेको थियो। पीतम्बरले उनको दिव्य स्वरूपलाई अझ तेजस्वी बनाएको थियो। उनको मुस्कानमा सम्पूर्ण ब्रह्माण्डको करुणा समेटिएको थियो। देवकीका आँखाबाट आँसु बग्न थाले। प्रभु भनेर उनी कामदै भगवानको चरणमा झुकिन्। उनको मुखबाट यति मात्र शब्द निस्कियो, वासुदेव पनि श्रद्धाले नतमस्त भए। हे अनन्त प्रभु, तपाईँ स्वयं हाम्रो पुत्रको रूपमा आउनुभयो। भगवान मुस्कुराउनु भयो। उनको स्वर मधुर थियो, त्यसमा सम्पूर्ण सृष्टिको गहिराई थियो। देवकी, वासुदेव, यो हाम्रो पहिलो भेट होइन। धेरै जन्म अघि पनि तिमीहरूले कठोर तपस्या गरेर मलाई पुत्रको रूपमा प्राप्त गर्ने वर मागेका थियौ। आज म तिम्रो प्रेमको ऋण तिर्न आएको हुँ। देवकी स्तब्ध भइन्। भगवानले फेरि भन्नुभयो, अब केही क्षणपछि म सामान्य शिशुको रूप धारण गर्नेछु। मलाई तुरुन्त गोकुल लैजानु। त्यहाँ नन्द र यशोदाको घरमा एउटी कन्या जन्मिएकी छिन्। त्यस कन्यालाई यहाँ लिएर आउनु। यो सबै योगमायाको लीला हो। यति भनेर भगवानले आफ्नो दिव्य चतुर्भुज रूप लुकाउनु भयो। क्षणभरमै उनी एउटा सामान्य नवजात शिशु जस्तै देखिन थाले। त्यो अनुहारमा एउटा अलौकिक मुस्कान अझै बाँकी थियो। भगवान शिशुको रूपमा आए लगत्तै अर्को अद्भुत घटना भयो। कारागारका फलामे साङ्लाहरू आफै खसे। वासुदेवका हातमा बाँधिएका बेडीहरू स्वतः खुल्न थाले। भारी फलामका ढोकाहरू कुनै आवाज नगरी एकपछि अर्को खुल्दै गए। बाहिरका सबै पहरेदारहरू गहिरो निन्द्रामा थिए। कसैले केही देखेन, कसैले केही सुनेन। वासुदेवले शिशुलाई न्यानो कपडामा बेरे। उनले भगवानलाई टोकरीमा राखे। त्यो टोकरी टाउकोमा बोकेर उनी कारागारबाट बाहिर निस्किए। देवकीले आँसुले भरिएको आँखाले आफ्नो पुत्रलाई हेरिन्। प्रभु, के फेरि हाम्रो भेट हुनेछ त? वासुदेवले शान्त स्वरमा भने, विश्वास राख देवकी, परमात्मा कहिले टाढा हुँदैनन्। बाहिर निस्किँदा मुसलधारे वर्षा परिरहेको थियो। बिजुली चम्किरहेको थियो। आकाश गर्जिरहेको थियो। यमुना नदी बाढीले उर्लिरहेकी थिइन्, तर वासुदेवको मनमा कुनै डर थिएन। उनले टोकरीले दुवै हातले समातेर यमुनातर्फ पाइला बढाए। पहिलो पाइला, दोस्रो पाइला, तेस्रो पाइला गर्दै जब उनी यमुना नदीमा ओर्लिए, पानी कम्मरसम्म आयो। अर्को कदम चल्ने बित्तिकै पानी छातीसम्म पुग्यो। यमुना आज उफ्रिरहेकी थिइन्, तर उनको उग्रता पनि आज भक्ति बनेको थियो। त्यही बेला आकाशबाट एउटा विशाल छाया तल झर्यो। अनन्त शेषनाग प्रकट भए। उनको हजारौँ फणमध्ये एक विशाल फण वासुदेव र शिशुमाथि छाता जस्तै फैलियो। वर्षाको एउटा थोपा पनि भगवानमाथि पर्न पाएन। यमुना त्यो दृश्य देखेर खुसीले पुलकित भइन्। उनले आफ्नो प्रवाह बिस्तारै शान्त गरिन्, तर
एउटा क्षण यस्तो आयो, यमुनाको जल अचानक भगवानको साना चरणसम्म उक्लियो, मानौ यमुना आफै भगवानको चरण स्पर्श गर्न चाहिरहेकी हुन् जस्तो। जब भगवानको चरणलाई जलले छोयो, यमुना पुनः शान्त भइन्। वासुदेव सजिलै नदी पार गर्न सफल भए। उता गोकुलमा त्यो रात पनि सबै गहिरो निन्द्रामा थिए। नन्द बाबाको घरमा उत्सुकता थियो। यशोदा प्रवास पीडापछि थकित भएर निदाएकी थिइन्। उनी बेहोस जस्तै थिइन्। उनलाई आफूले छोरा जन्माइन् कि छोरी त्यो पनि थाहा थिएन। योगमायाको प्रभावले सम्पूर्ण गोकुल निन्द्रामा डुबेको थियो। वासुदेव चुपचाप नन्द भवनमा प्रवेश गरे। उनले आफ्नो पुत्रलाई यशोदाको शैयामा सुताइदिए। त्यहाँ जन्मिएकी दिव्य कन्यालाई टोकरीमा राखे। शिशु निदाइरहेका थिए। उनको अनुहारमा एउटै मुस्कान थियो। त्यो मुस्कानले भविष्यको सबै लीलाहरूको सङ्केत गरिरहेको थियो। वासुदेव पुनः यमुना पार गरेर कारागार फर्किए। ढोकाहरू फेरि बन्द भए। बेडीहरू फेरि हातमा बाँधिए। सबै कुरा पहिले जस्तै देखिन थाल्यो, मानौ केही भएकै थिएन। केही बेरपछि कन्याको रुवाई सुनियो। पहरेदारहरू बिउजिए। उनीहरू दौडिँदै कंस कहाँ पुगे। महाराज देवकीको 8औं सन्तान जन्मिएको छ। कंसको अनुहार कठोर भयो। उनी तुरुन्त कारागारतर्फ दौडिए। देवकी हात जोडेर रुन थालिन्, दाजु यो त छोरी हो, यसले तपाईँलाई के हानि गर्छिन् र? तर भयले विवेकलाई धेरै पहिले नै हराइसकेको थियो। कंसले त्यो कन्यालाई उठाएर ढुङ्गामा पछार्न खोजे। त्यो कन्या अचानक उनको हातबाट फुत्केर आकाशमा पुगिन्। आकाशमा दिव्य प्रकाश फैलियो। क्षणभरमै ती कन्या 8 भुजा अर्थात् 8 हात भएकी दिव्य देवीको रूपमा आकाशमा प्रकट भइन्। उनका प्रत्येक हातमा विभिन्न दिव्य अस्त्र शस्त्र चम्किरहेका थिए। उनी धर्मको रक्षा गर्ने र अधर्म तथा दुष्ट शक्तिहरूको संहार गर्ने आदिशक्तिको स्वरूप थिइन्। ती कुनै साधारण स्त्री होइनन्। आदिशक्ति योगमाया दुर्गाको दिव्य स्वरूप हुन्। उनको स्वर सम्पूर्ण धरतीमा गुन्जियो। हे मूर्ख कंस, जसको डरले तिमी निर्दोष शिशुहरूको हत्या गर्दैछौ, तिम्रो काल जन्मिसकेको छ। ऊ सुरक्षित स्थानमा पुगिसकेको छ। अब तिम्रो अन्त्य निश्चित छ। हे मूर्ख कंस, जसको डरले तिमी निर्दोष शिशुहरूको हत्या गर्दैछौ, तिम्रो काल जन्मिसकेको छ। ऊ सुरक्षित स्थानमा पुगिसकेको छ। अब तिम्रो अन्त निश्चित छ। यति भनेर देवी अन्तर्धाम भइन्। कंसको हात काम्न थाले। पहिलो पटक उनलाई आफ्नो शक्ति कमजोर लागेको थियो। पहिलो पटक सिंहासन उनलाई असुरक्षित लाग्यो र पहिलो पटक उनले बुझे भाग्यसँग युद्ध गरेर कसैले कहिल्यै विजय पाएको छैन। उता गोकुलमा बिहानको पहिलो किरण फैलिन थालेको थियो। यशोदाले बिस्तारै आँखा खोलिन्। उनको काखमा एउटा सुन्दर श्यामवर्ण बालक निदाइरहेका थिए। यशोदाको अनुहारमा मातृत्वको उज्यालो फैलियो। उनलाई थाहा थिएन उनको काखमा केवल एउटा बालक थिएन, सम्पूर्ण युगको आशा निदाइरहेको थियो। अब गोकुलको कान्छो छोरा गोपाल र बाललीला आरम्भ हुनेवाला थियो। अर्को भागमा गोकुलको नन्दोत्सव, नामकरण, पुतनावध, सङ्कटासुर, तृणावर्त र बालकृष्णका प्रारम्भिक लीलाहरूलाई प्रस्तुत गरिनेछ।